ओहो काजी बुढा हेर्दा हो न हेर्किद्दे म चुनावमा उड्न लाग्छु त गाउँ गाउँ गएर फलानु चुनावमा उड्न लाग्छ भन् त्यसपछि म यो गाउँलाई पुरा सहर बनाइदिन्छु है त बुझ्जाउ बुढा पोहोर साल उठेर के नाफ्यो अहिले कति पाप्छु जस्तो लाग्यो होला कुरा हटाइदिए के पहिलाको कुरा हटाइदिए अब म यो गाउँलाई सहर बनाउँछु यस्ता कुरा नगरे हुन्छ मसँग ए बुढा म सक्दिनँ है म सक्दिनँ म यो गर्दै सक्दिनँ यस्तो नभन्नु के के आइडिया निकाल्नु तँलाई यस्तो काम दिन्छ बुढा बुढा ल ल बस्नु नि त बस्नु मसँग पुरा बबाल आइडिया छ ल बुढा जे हुनु भएको नरिसा हौ अब क्यारम अब दिन्छु भनेकै छौ मसँग एउटा दामी आइडिया छ गाउँमा जाने भोट मलाई भन्नुहोस् रमाइलो डान्स हान्नु अनि मासु भात खुवाइदिनु तिमी ढुक्क हौ जितिहाल्छौ है ल है त म गएँ अहिले ओहो के हो आज त खुब राम्री देखिस् त त्यस्तो के देखिस् हो ममा काठको बान्ना होइन हो खुबै राम्रो देखिस् आज हिजो अस्ति आँखा थिएनन् र आज नै राम्रो लाग्ने आजै नै राम्रो लाग्यो मैले या यसको कुरा नसुनले मोबाइल टिकटक बनाऊ हे माया तिमी मलाई पहिलो नजरमै मन ए भगवान बस गिद्दे हेर यिनीहरू दुईजनाको घर आउने समय चुनाव भनेको छ गाउँतिर हल्लिएर हिँडिरहेको छ ए नकरा न भुडी म यो गाउँलाई सहर बनाउन लाग्छु तँलाई थाहा छ हे भगवान् यो काम जति सबै मैले गर्नु परेको छ यो बाउचाइलाई चाहिँ राजनीति लागिरहेको छ अनि यो छोरीलाई चाहिँ टिकटक बनाउनु मात्रै परिरहेको छ ए नानी तेरो बाउले पानी ल्याइदियो त कतिलाई पाएछ त कति राम्रो हो नगर बरु यस्तो दिनु पर्दैन जिताइदिन्छु दिनु पर्यो नहुनु पर्यो यति गर्नु पर्यो ल आज तँलाई फेरि के थाहा छ होइन तिमी साँच्ची राम्रै छौ एक गीतै कता हिँडिस् होइन भाउजू म यत्तिकै गाउँतिर डुल्या हो केरलाङमा हजुर म चाहिँ दाउरामा लाउँदैछु कम्तीमा पनि घरबाट निस्किनु मुख धोएर निस्किन कस्तो फोहोर देखिरहेको ए भाउजू बिहानै नआएको हो नि म त कस्तो यहाँ मेकअप पनि दल्याएको छु अलिअलि बरु सुन्नु न काजी दाईको छोरी लास्टै मन पऱ्यो कि मिलाइदिनु न पहिला त चुट्टीको बनेर हिँड्न त्यसपछि त म छोरी छु त्यसलाई मिलाइदिइहाल्छु ल हुन्छ है भाउजू म गएँ आदरणीय दर्शक महानुभावहरू तपाईँलाई नमस्कार दर्शकलाई जोडेर आज तपाईँ माझ हामी यस्तो नेतालाई ल्याउँदैछौँ उहाँलाई जोरदार तालीले स्वागत गरौँ 2-4 शब्द राखिदिनु विनम्र अनुरोध गर्दछु हाम्रो नेता काजी दाईलाई आदरणीय जनसमुदायहरू अब तपाईँले हामीलाई जिताउनु पर्यो म चुनावमा उठेछु र केही समयपछि म गाउँको विकास हेर्नु होला कति फरक हुन्छ तपाईँको घर घरमा बिजुली बत्ती पानी यो नेवारी खोलामा पुल समेत ल्याइदिने मेरो एजेन्डा रहेको छ सबैले मलाई जिताइदिनु होला